सुदन गुरुङलाई मेन्सन गर्नुभएको रहेछ। ओ माई गड। लाप्चा स्टोरको इन्स्टाग्राम पेजमा चाहिँ होइन एउटा भिडियोमा चाहिँ लुफी टारो भन्ने एकजना म्याम हो कि सरले चाहिँ कमेन्ट गर्नुभएको रहेछ के। सुदन गुरुङलाई मेन्सन गरेर के भन्नुभएको छ भने सामानको प्राइस महँगो लिइरहेछ एमआरपी भन्दा। ए बाबा, हजुरले हामीलाई मेसेजै गर्नु भएको छैन, कसरी थाहा पाउनु भयो कि हामीले एमआरपी भन्दा बेसी लिइरहेको छौँ भनेर। त्यही भिडियोमा अर्को कमेन्ट गर्नुभएको रहेछ, तोरी मुला अरे। तोरी मुला चाइनिज सामान ल्याएर ठग्छ भाइ, 150 हो त्यो, ठगिदिने अरे। ए यो M11 यो नर्मल फ्यानकै हजुरको एमआरपी 400 भएर आउँछ क्या। ल हेर्नु होला होइन, 400 भएर आउँछ। यो स्प्रेवाला फ्यानको तपाईँलाई 150 मा आउँछ। यदि आउँछ भने चाहिँ हामीलाई 1 लाख क्वान्टिटी चाहिएको छ होइन, स्टक सकि नै लागेको छ। 1 लाख क्वान्टिटी चाहिएको छ, अहिलेको अहिले नै हामीलाई 1 लाख क्वान्टिटी चाहिँ ल्याइदिनु होला है। र चाइनिज सामान बेच्यो अरे, सबै सामान चाइनाबाटै आउँछ त, चाइनिज सामान नबेचेर के बेच्दिन हो। अब यदि तपाईँले यो म्यानुफ्याक्चर गर्नुहुन्छ भने चाहिँ होइन मेड इन नेपाल राखेर ट्याग राखेर ल्याउनु होला। हामीले पनि मेड इन नेपाल सामान बेच्न पाउँछ, हामीलाई पनि गर्व लाग्छ मेड इन नेपाल सामान बेचेर। ल 1 लाख क्वान्टिटी चाहिँ हजुरलाई अहिले नै अर्डर भयो है त। खासै त्यो कमेन्टले त फरक पर्ने त होइन, त्यही पनि उहाँले 2-3टा भिडियोमा त्यस्तै कमेन्ट गर्नुभएको रहेछ क्या। धेरै चासो देखाउनु भयो, त्यही भएर यो भिडियो बनाएको हो हामीले। त्यही अर्को भिडियो कुलरको भिडियोमा पनि त्यस्तै मेसेज गर्नुभएको रहेछ क्या, खाए ठग रे। के भन्न खोज्नु भएको त थाहा भएन। सब महँगोमा बेच्छस् चाइनिज सामान रे। यस्तो अब चाइनिज सामान बेचेर के भएर हजुर पनि बेच्नु न सक्नुहुन्छ भए हजुर पनि बेच्नुहोस्, अरूको खुट्टा चाहिँ नतान्नुहोस् न। हामीलाई यो हजुरको कमेन्टले खासै फरक त पर्ने होइन, त्यही हजुरले धेरै चासो देखाउनु भएर मात्र यो सानो भिडियो बनाएको हो। अबदेखि यस्तो नगर्नु होला भनेर मात्र बनाएको हो। हजुर आफ्नो पनि टाइम वेस्ट नगर्नु होला र हाम्रो पनि टाइम वेस्ट नगर्नु होला। अबदेखि चाहिँ यस्तो हरकत नगर्नु होला है त। धन्यवाद।